राजाको फोन आइसकेछ। आफ्नो मेकअप गरेर भ्याइसकेका छैन। नराम्री भएर जाने कुरो पनि भएन। हेलो ए एकैछिन है, म निस्किहालेँ। 5 मिनेट। आफूलाई मिटिङमा जान ढिला भइसक्यो। घरका मान्छेहरू पनि कहाँ हुन् कहाँ। बाबा 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 कता हिँड्न लाग्नु भयो आमा? बडो चिटिक्क परेर टाढेको यात्रा हो कि क्या हो? आज राम्रो साइत पर्ने हो। हिँड्न लागेको बेला बुहारीले भरि पानी लिएर आए। अन्माएर पठाउँदैछौ क्या रे? राम्रो साइत पर्ने भयो। घर गरेर राम्रोसँग खानु नि। होइन, यो किन टिमुर्केको कुरा गर्छे? को अन्मेर जान लागेको छ र? आफ्नो इज्जतमा बस्ने गर है। बुहारी भएर बुहारीको ठाउँमा बस। ठुला कुरा गर्ने होइन। नाथे डुब्न लागेको सहकारीको मिटिङमा जान पनि के को साइत? छिटो जानुस्, तल सरले कुरिरहनु भएको छ। मैले गर्दा डुबेको हो र? मिटिङ राखेपछि त जानु परिगयो नि। सौताने नै भए पनि त बुहारी होस्। बुहारीको ठाउँमा बस। बाबालाई भनेर भिन्नो गराइदिन्छु अनि थाहा पाउँछिस्। छुट्याउनु न त, तपाईँलाई कसले सेके खाएर? ल, म पनि यत्तिकै अलमल्ली राखेछु। उहाँ मिटिङमा जान ढिला भइसक्यो। ओहो, आज त मैले कति राम्रै अवसर देखेँ नि। राजा के भो एकरो टोलाइरहेछौ त? कति राम्री भएको हो तिमी। छु त, आखिर माया कसको? गाइरी बुढाको। के भो कति ढिला गरेको तिमी। मैले तिम्रो बुहारीलाई छिट्टो पठाइदेऊ भनेको थिएँ त। सम्झना पानी लिएर आयो कि? पानी लिएर आएको। कता हिँड्नुभयो राजु दाई? कसलाई कुर्नु भएको? आज सहकारीमा बैठक छ। तिम्रो सासूसँगै जाउँला भनेर कुरेर बसेको, आउने होइन। के को बैठक हो राजु दाई? त्यो डुबेको सहकारीको। बरु बारी खने जितिन्छ त्यो सहकारीको मिटिङ भन्दै हिँड्नु भन्दा। अब त्यही गर्नु पर्ला। अझ एकचोटिलाई जाऊँ। बरु तिम्रो सासूलाई छिटो जानु भन्देऊ न। सक्दिनँ म कसैलाई केही भन्दा। त्यही माथि आफ्नो सासूसँग बोलचाल छैन। बैठक छ भन्ने थाहा पाएपछि आफै आउलिन्। त्यही माथि फेरि तिमीले उसैलाई भन्यौ? शङ्का गर्नुलाई शङ्का गर्न देऊ न। शङ्का गर्न पाउनुपर्छ। जाऊँ बडु एकछिन मिटिङमा बसौँ। कतै गएर बसौँ। जाऊँ बरु मिटिङ सुरु हुन लागिसक्यो होला।
आमा कता गए? खै बा मलाई नि थाहा छैन। म पानी लिएर आउँदा चिटिक्क परेर बाहिर निस्किनु भएको थियो। त्यसो भए सहकारीको मिटिङमा गए होला। गाउँभरि दुङदुङती गनाउन थालिसक्यो। बाले हाम्रो कुरा सुन्ने होइन। बुढेसकालमा बिहे गरेर हाम्रो इज्जत फाल्न मात्रै होला जस्तो छ। गाउँले काम नै यस्तो हो कि बुहारी, घरको घर कसरी भाट्न पाइन्छ भनेर चियोलिरहन्छ क्या। अनि म मेरो प्यारी तरुनी श्रीमतीलाई गाउँले कुरा सुनेर गाली गरौँ? गाउँले पनि त्यसै कुरा काटेका होइनन् होला। त्यो माथि मेरै आँखाले देखेको छ। त्यो राजुकी भाजु भन्ने के जातिले बाटो बाटोमा कुरेर बस्छ। बाले आमालाई केही भन्ने होइन। कुन दिन आमाले आपत पार्छिन् अनि थाहा पाउनुहुन्छ। गाउँले कुरा काटेर केही हुँदैन मलाई बुहारी। एउटै सस्तामा काम गर्ने गएछु नि सँगसँगै। यस्ता कुराले केही फरक पर्दैन। बुढेसकालमा पाएको तरुनी स्वास्नी कसैले नपाएको जस्तो छ। कुन दिन टाउकोमा लात्ताले हानेर हिँड्छिन् अनि थाहा पाउँछन्। थकाइ नै लागिसक्यो। एकछिन बसौँ न है। तिमीलाई थकाइ नै लागेको भए त एकछिन बसौँ न त। ऊ त्यहाँ पर कस्तो राम्रो ठाउँ रहेछ, त्यहीँ गएर बसौँ न ल। हुन्छ हुन्छ। माया, तिमीले त्यो गैरे बाजेसँग बिहे गर्न नहुने थियो के देखेर बिहे गर्यो के तिमीले त्यो बुढोसँग? राजा पनि के छैन, सबै चिज छ। सबैभन्दा खुसीको कुरो त बिहे गरेर गएको भोलिपल्टै सासु बन्न पाइएछ। अनि तिमीसँग यसरी घुमिफिरी हिँड्न पाइएछ। मैले सोचेर जानेर बुझेरै बिहे गरेकी हुँ। तिमीले केही चिन्ता लिनु पर्दैन। अरू कसैको घरमा बुहारी बनेर गएको भए यसरी तिमीसँग भेट्न पाउँथे? मलाई त गाह्रो छ नि, तिमीसँग नभेटी नबोली मन मान्दैन। भेटेको कुरो गरेको थाहा पायो भने गाउँलेहरूले कुरो काटेर बसी खप्न दिँदैनन्। मेरो राजा पनि साह्रै डरछेर। मलाई बुढाले घरबाट बाहिर निस्किन छेक्दैनन् भने यी जाब गाउँलेको के मतलब? पछि तिमीलाई त्यो गैरे बाजेले बाहिर निस्किन दिएन भने के गर्छौ नि तिमी? भनिसके नि, मेरो मायामा मेरो बुढो नौनी जस्तै भइसकेका छन्। फेरि तिनलाई कुन बेला के गरेर पगाल्नु पर्छ मैले राम्रोसँग जानेकी छु। अब त खुसी छौ नि? जाम। यहीँबाट उक्लेको फेरि यहीँबाट उक्लिनु पर्छ।
आएर पल्टिएको थियो निदाएछु। अनि मिटिङ कस्तो भयो त? मिटिङ त एकदम ठिक भयो। भोक लाग्यो होला तिमीलाई? भित्र खानेकुरा होला, गएर खाउँ न है? भोक छैन बाबा। मिटिङ सिद्ध्याएर फर्किँदै थियौँ, राजु र मैले होटेलमा बसेर मजाले खाजा खायौँ। फेरि राजु पनि त्यस्तै, गफ पनि कति जाने हो, हँसाएर मार्यो भने। खाजा खान्न भनेको ढिपी गरेर टन्न खाएर आएको। बरु हजुरलाई चाहिँ भोक छ कि? म त अगाएको छु। के भन्नुभएको बाबा हजुरले? त्यस्तो कुरा नगर्नुहोस् है। हजुरलाई थाहै छ त, राजु त मेरो साथी मात्रै हो। त्यही थाहा भएर त भनेको। बुहारीले पनि के भन्दै थियो, तिमीले पनि अलि बानी सुधार्दै हुन्थ्यो। ए, बुहारीको कुराले पो हजुरको चित्त दुखिरहेको? तिनीहरूलाई म यो घरमा हजुरसँग आएको मन परिरहेको छैन। त्यही भएर तिनीहरूले मेरो नभएको नचाहिँदो व्यवहारको विषयमा कुरा गरिरहेका छन्। अनि म पनि त यो घरको एउटा सदस्य भएर आइसकेपछि मेरो पनि त अधिकार लाग्छ नि। अधिकार छ भन्दैमा मैले तिनीहरूलाई फेरि जे पाएँ त्यही नराम्रो त भनेको छैन नि। मैले राम्रोसँग बुझेको छु बुहारीले मलाई कस्तो व्यवहार गरिरहेकी छ भनेर। हुँदा हुँदा आज हजुरलाई पनि भन्न भ्याइसकिन्छ। मैले त के भन्नु, सबैसँग छोरा बुहारीको मनमा धेरै मिलेर बस्नुहुन्छ। बुहारीसँग मिलेर बस्छ है। सक्दिनँ म, तिर्खा लागे भए आफै निकालेर खानु नि। ल्याउ न ल्याउ, म पनि भर्खरै आएर थचक्क बसेकी मात्रै हुँ। कस्तो तिर्खा लागिरहेछ। बाहिर बाहिर भुँडी फुट्ने गरी खाएर आइसकेपछि पानी पनि उतै खाएर आउनु पर्दैन? होइन, आजकल यो किन टिमुर्केको कुरा गर्छ? पानीको प्यास एक ठाउँ खाएकाले सबै ठाउँ मेटिन्छ? रिसैले होला कति धेरै ल्याइदिन्छ फेरि। पानी दिनुभन्दा अगाडि धेरै वचन लाउँछ। खानु कि नखानु हुन्छ, लागेको तिर्खा पनि मर्छ। हेर्नु है बुवा, मैले भने कुरा विचार गर्नु नि। बैठकमा सँगै गयो भनेर त्यसरी सँग गर्नु हुँदैन बुहारी। अहिलेको जमाना हाम्रो उहिलेको जमाना जस्तो रहेन। त्यसैले हामीलाई धेरै सँग नगर्नु। गाउँभरि कुरा काटेर बस्न नसक्ने भइसक्यो। तपाईँ भने यस्तै कुरा गरेर बस्नु न। मैले त तपाईँलाई फेरि दुःख पाउला भनेर भनेकी हुँ। हेर है बुहारी, मलाई र त्यो राजुलाई जोडेर बाबालाई र मलाई जे पाए त्यही नभना है। ओहो, हजुरको राजालाई केही भन्न नहुने। त्यस्तै थियो भने उहीसँग बिहे गरेर गएको भए भइहाल्थ्यो नि। हाम्रा बासँग किन मुन्टेको त? हेर है बुहारी, तिमी अलि बढ्ता बोलिरहेकी छौ। मैले बाबासँग बिहे गरिसकेँ, त्योसँग किन जाने? के बिहे घरिघरि हुन्छ? त्यस्तो हो भने जतिखेर पनि त्योसँग किन लठारेर हिँड्नु पर्यो त? बुहारी, तिम्रो बोली शैली आमाले के भने? आमासँग कस्तो बोल्नुपर्छ थाहा छ नि तिमीलाई? दुनियाँसँग लठारिँदै हिँड्नुलाई के को आमा भन्नु? यो बुढोसँग बिहे गरेपछि चाँडै मरिहाल्छ अनि सारा सम्पत्ति कुम्ल्याउला भनेर आकियो। अब त अति भयो। म चाहिँ भने बुहारी भनेर सबै कुरो सहेर बसिराखेको छु। त चाहिँ मुखमा जे आयो त्यही भन्छेस्? भन्ने त हो नि, मेरी सासू आमाले जोगाएर राखेको सम्पत्ति कुम्ल्याउला भनेर आकियो हेर्नुहोस् त। के भनिस् रे? कहिले भन्नु सम्पत्ति कुम्ल्याउने भनेर?